आज माथि भ्यू टावर जान आँटेको माथि अनि धार हेर्न सक्नुहुन्छ यता धराएर होइन हामी चाहिँ 7जना छौँ यो चाहिँ नेपाल टेलिकम हो एउटा माथि गएर तपाईँ नजारा देखाउँछु म अन्त जाने हक्क सिडी छ यहाँ सिसा यो हेर्न सक्नुहुन्छ नेपाल पनि यति सुन्दर छ यहाँ जाने टक्क हामी चाहिँ उदेखि मेन टक्क यो हो होइन झन् भ्यू हेर्न सक्नुहुन्छ आकाश दामी आज मौसमले साथ दिएको छ होइन हामी चाहिँ अहिले मन्दिर पुग्यो नजारा हुन्छ गाई लिफ्टमा होइन यहाँ आइसकेको छौँ लिफ्टमा सेक्युरिटी बसे त हुन्छ छिरिमै हाम्रो धरामा डक्छ पढ्नेछौँ है लास्टै मजा आएको छ हामी चाहिँ निस्क्यौँ होइन डक्क धराबाट देखि सकिन्छ काठमाडौँ सिटी धराबाट काठमाडौँ सिटी हेर्न सकिन्छ धेरै रमाइलो भएको छ है बबाल वरिपरि देखाइदिउँ म वरिपरि देखाइदिउँ यहाँ काठमाडौँ सिटी धराबाट देखेको है हामी सक्नुहुन्छ दामी देखेर नजरिया त्यो बबाल दिएर कसम भने है त्यो बबाल छ हेर्न सक्नुहुन्छ म एकपल्ट घुमिसकेँ कि यस्तो दामी लाग्यो मलाई चाहिँ त्यो हेर्न सक्नुहुन्छ दामी भिलेज सिसा ग्लासले गर्दा राम्रो देखेको छैन है त उहाँ चाहिँ उहाँ रहेको छ बसन्तपुर होला दामी एकदम होइन बबाल बबाल देख्न सक्नुहुन्छ के हो यो स्वर्ग दसैँ रङ्गशाला हेर्न सक्नुहुन्छ यो दसैँ रङ्गशाला हो है हामीले सिँढीबाट सिधो जाने होइन कति जस्तो हेर्नुपर्छ है सिँढी ओह्रालो जाने हामी टक्क आज लाएर दामी छ भ्यू सिँढी लिफ्ट पनि छ यहाँ तर हामीले हिँड्दै जाने अघि चाहिँ मिटाइ गरेको छौँ क्लासेस आउने गाडीमा है टक्क लाएर धराएर घुम्दै कति फ्लोर आइपुग्यो थाहै छैन यार मलाई यो 18 फ्लोर आइपुगेछ अहिले सत्र झर्दैछु नि उडालो पुरा
कहाँ धरेछ रहेछ होइन झ्यालबाट टाउको नछिराउनु अरे त्यो फोन छिरिन्छ हेर्नु यहाँ त देखिरहेछ चप्पल लाएरै म चाहिँ धरेर के न के यस्तै घुमेर यहाँ झरे मात्रै हो यहाँ आइपुग्छ यहाँ आइपुग्नेछ मान्छे भर्कै हो त हामी झर्दैछौँ यहाँ धरेरबाट सट्टा लाएर यस्तो जाडो छ यहाँ चाहिँ चिसो छ चिसो एकदम 13 फ्लोर भर्खर आइपुग्दैछ 12 फ्लोर आराम सक्छ यस्तो तर घाम लाग्दो हुन्छ यो सिटो झर्दाखेरि मस्त शीत हुने रहेछ है मजा लाग्छ सिडी हुन्छ कि सिट सानो सानो सिडी पनि फोटो सोटो सुट हुँदैछ 10 बजे आइपुग्यो हामी अहिले चाहिँ अझै 6 लाख तल छेर थियो अहिले झरेछु अहिले टक लगाएर फर्स्ट टाइम कति यहाँमा यो चाहिँ नेपाली टेलिकम है बाटो चाहिँ हामी झरिसक्नु आँट्यौँ अब चाहिँ झरेछौँ लगाएर फर्स्टै जुत्ता पनि छ भनेर यसको लागि 7 फ्लोर आइपुगेछ स्विटमा हो 5 फ्लोर आइपुग्यो गलिँदो रहेछ यार अलिअलि पिकिङ झन्डै लडेँ म चाहिँ मुटु ठाउँ छोडेँ आउँदैछ माथि म तल आइपुगेँ अलिक छिटो आइगयो तपाईँहरू यसो देखिदिनु तल नजारा भनेर है माथि टप फ्लोर माथि वातावरण चाहिँ राम्रो छ आज यहाँबाट त हाम्रो रुम जाने बाटो यहाँ चाहिँ हामी चाहिँ टक्क लाएर निस्क्यौँ त्यहाँ हुन्छ मेरो दिदी जमुना भन्ने है अनि एकदम राम्रो छ कि जता जाने हो घाम तातो भएर तल उता जाने अब हुनु गाइसहरू यता के धरा वरिपरिको सिन हेर्नु सक्नुहुन्छ यो गोलो चाहिँ के थाहा भएन मलाई तपाईँहरू कमेन्टमा भनिदिनु होला ओके प्रिचमा होला जाडो भयो मलाई चाहिँ नि आयो कि इनारो कि के हो त्यो उहाँ रहेछ तर पानी लास्ट हो रहेछ त्यहाँ चाहिँ है त झरेर दामी देखिरहेछ माथिबाट